मैले मन्दिरको अगाडिपट्टिबाट हजुरहरूलाई दर्शन गराउने प्रयास गर्दैछु है त। ल हेर्नुहोस् है, यो चाहिँ हजुरहरूले देख्नुहुँदैछ प्रेम मन्दिरभित्रको दृश्य है। सबैजनामा जय जय श्री राधेश्याम, जय श्री वृन्दावन धाम। अहिले भने म यतिखेर प्रेम मन्दिरको मा छु है। हजुरहरूले देख्न सक्नुहुन्छ यतिखेर यो प्रेम मन्दिर हो। यो चाहिँ जगतगुरु श्री कृपालु महाराजजीले बनाउनु भएको मन्दिर हो। प्रेम मन्दिर एकदमै प्रचलित मन्दिर हो। वृन्दावन आउँदाखेरि छुटाउनै नपर्ने मन्दिर यो मध्ये एक मन्दिर यो पनि हो है, प्रेम मन्दिर। मैले आज यहाँ भित्रको जुन परिदृश्य छ वरिपरि घुमाएर जस्ताका त्यसै देखाउने प्रयास गर्दैछु। यहाँ हेर्नु न, यो चाहिँ मन्दिर क्षेत्र हो है। मन्दिर क्षेत्र हेर्नु कस्तो बनाइएको छ ल। यति राम्रो, यति डेभलप भएको छ, यति सफा छ यहाँ है। यति सफा छ, यति डेभलप भएको छ, कुरै छोडिदिनु न। अगाडि हजुरले देख्नुहुँदैछ यहाँ हेर्नु नै चराचुरुङ्गीहरू, अनि त्यसपछि ग्वालबाल सखीहरू होइन। अनि भनेपछि अगाडि मदन गोपाल हाम्रो श्री भगवान् श्रीकृष्णले चाहिँ जुन कालियानागमा चाहिँ माथि बसेर चाहिँ जुन उसको कालियानागको फणमा बसेर टेकेर चाहिँ जुन ताण्डव गर्नुभएको जुन थियो त्यसको छवि पनि यहाँ जस्ताको त्यस्तै नै देखाउने प्रयास गरिएको छ भने म अझै हजुरहरूलाई वरिपरिको परिदृश्य देखाउँदै अगाडि लानेछु। यहाँ मान्छे भनेको यस्तै हुन्छ है। यहाँ चाहिँ तपाईँको 12 महिना मान्छे यतिकै भक्तजनहरू यतिकै हुनुहुन्छ है। 12 महिना भक्तजनहरू यतिकै भिड हुन्छ। अहिले चाहिँ ठ्याक्कै बन्द भएको छ होइन। ल हेर्नुहोस्, भगवान् श्रीकृष्णले कालियानागमा चाहिँ ताण्डव गरेको यो एकदम छवि यस्तो राम्रो बनाइएको छ। यति आनन्द आउँछ हेर्दाखेरि, कुरै छोडिदिनु हजुरहरूले। फेरि पनि मैले हजुरहरूलाई त्यही देखाइरहेको छु। मैले जो अब जुन यो प्रेम मन्दिरको वरिपरिको परिदृश्य कस्तो छ त भन्ने कुरो हजुरहरू आइपुग्नु भएको छैन होला। मैले हजुरलाई यो भिडियोको माध्यमबाट देखाउने प्रयास गर्दैछु। आशा छ हजुरहरूलाई मन पर्न सक्छ। कृपया यो भिडियो चाहिँ नकाटिकन हेर्नु होला र द SNJ फ्यामिलीले अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सनु होला है त। यो मन्दिर अगाडिको परिदृश्य है मैले हजुरहरूलाई अहिले देखाइरहेको छु। जुन मन्दिर छ मन्दिरको परिदृश्य वरिपरिको परिदृश्य हेर्न बगैँचाहरू यति राम्रो। यो यहाँ आइपुग्दा चाहिँ साँच्चै नै वृन्दावन हो। अब चाहिँ वृन्दावनमा आइपुग्यो जस्तो फिल हुन्छ क्या हामीलाई पनि। यस्तो आनन्द हो। यस्तो चाहिँ तपाईँको वृन्दावन जति पनि वृन्दावन एरिया छ यस्तो वृन्दावन एरियाभरि नै यस्तो हुनुपर्ने क्या। यसरी स्वच्छ कति आनन्द छ यहाँ आइपुग्दा त। तपाईँहरूले यहाँ लगभग 7-8वटा लाइट छ है। यहाँ लगभग 8वटा जस्तो लाइट छ। एकछिनमा चेन्ज भइरहन्छ। मैले हजुरहरूलाई लाइट चेन्ज भएको हुनाले देखाउनेछु। अनि वरिपरि मानिसहरू भिडियो खिच्ने, फोटो खिच्ने देश तथा विदेश सबैबाट आउनुहुँदो रहेछ। खुसी लाग्छ यो देख्दा यहाँहरू नै। अहिले मैले हजुरहरूलाई ठ्याक्कै प्रेम मन्दिरको वरिपरिको परिदृश्य छ। अहिले म ठ्याक्कै मन्दिरको पछाडिपट्टि आइसकेको छु। मैले हजुरहरूलाई देखाइरहेको छु है। म यतिखेर मन्दिरको पछाडिपट्टि छु भने जुन यताबाट वाटरफल बनाइएको छ न। अगाडि फाउन्डेसन बनाएर हेर्नु न ल। भगवान् श्रीकृष्ण नृत्य गरेको हेर्नुहोस् है डान्स। कालियानागमाथि चाहिँ कालियाको फणमा चाहिँ भगवान् श्रीकृष्णले ताण्डव गर्नुभएको ग्वाल बाल सखीहरू सबैजना हेर्नुहुँदैछ यहाँ हेर्नु न ल। कस्तो राम्रो, मलाई त सिरिङ्गै बनाइदियो यो दृश्य हेर्दा मलाई सिरिङ्गै भइसक्यो। अब हेरौँ हामी अझै वरिपरि हेर्दै जाउँ न। अझै कस्तो परिदृश्य छ वरिपरि हेर्दै जाउँ। जगतगुरु श्री कृपालुजी महाराज के द्वारा प्रेम मन्दिर निर्माण का संकल्प। ल हेर्नुहोस्, यो नारद भक्ति दर्शन के अनुसार भगवान और महापुरुष में कोई भेद नहीं होता है। जैसे भगवान सत्य संकल्प है वैसे ही महापुरुष भी सत्य संकल्प होते हैं। श्री महाराज जी ने अपने युवा अवस्था में ही अपने मित्रों के समक्ष वृंदावन धाम में एक भव्य मंदिर बनाने का संकल्प लिए थे। उसी संकल्प का कारण वाह यो चाहिँ जगतगुरु श्री कृपालु महाराजजीले चाहिँ आफ्नो जुन युवा अवस्थामै चाहिँ उहाँले संकल्प गर्नुभएको रहेछ। श्री वृन्दावन धाममा चाहिँ एउटा यस्तो दिव्य भव्य मन्दिर यहाँले उद्घाटन यो उद्घाटनको फोटोहरू लेख्नु भएको छ होइन। जुन यो हजुरहरूले पछाडि मन्दिर देख्नु भएको छ यो मन्दिर चाहिँ श्री कृपालु जगतगुरु महाराजजीले चाहिँ बनाउनु भएको है। हजुरलाई यथावत रहेछ यहाँ हेर्नु न मन्दिर। उहाँले संकल्प लिनुभएको थियो अरे युवा अवस्थामै। मैले भर्खर पढ्दै थिएँ निर्माणाधीन भवनहरू हेर्नु त यहाँ सबै निर्माणाधीन भवनहरू त्यति बन्दै गरेको भवनहरू कस्तो राम्रो देखाइएको थियो। बनिसकेपछि यस्तो देख्यो तर बन्नुभन्दा अगाडि चाहिँ कस्तो थियो भन्ने कुरो कन्स्ट्रक्सन गर्ने बेलाको अनि सब यहाँ छ। यो सब कन्स्ट्रक्सन हुने बेलाको है। यतिखेर चाहिँ मैले हजुरहरूलाई प्रेम मन्दिरको परिदृश्य देखाउने प्रयास गर्दैछु। अगाडि हेर्नु न। आज तर अलिकति थोरै कम भिड चाहिँ थोरै कम रहेछ। नभए कम पनि के भन्नु र होइन। वा एउटा फोटो चाहिँ लिनै पर्छ। अहिले चाहिँ मैले हजुरहरूलाई चाहिँ प्रेम मन्दिरको चाहिँ दर्शन गराइरहेको छु है त ल। कृपया हजुरहरू सम्पूर्णले चाहिँ यो भिडियो जति सक्दो सेयर गर्नु होला। सक्नुहुन्छ भने जति सक्दो सेयर गरिदिनु होला है।
मैले चाहिँ हजुरहरूलाई अहिले चाहिँ वृन्दावन धाममा चाहिँ प्रेम मन्दिर छ, हजुरहरूले सुन्नुभएको थियो होला, सुन्नु मात्रै भएको थियो होला, तर आज चाहिँ मैले हजुरलाई साक्षात दर्शन गराउने मौका पाएको छु। आशा छ हजुरहरूलाई पनि मन परिरहेको छ होला होइन। मैले हजुरहरूलाई अझै पनि मन्दिर परिसरभित्र पनि पसेर देखाउने छु हजुरहरूलाई के छ कस्तो छ भन्ने कुरो मैले हजुरहरूलाई एक अपडेट गराउँदै जानेछु है त। यस्तो परिदृश्य चाहिँ हामीले श्री वृन्दावनमा मात्रै देख्न पाउँछौँ। कृपया फुलको नातोडे कोही पनि हजुरहरू यदि आउनुहुँदैछ भने यहाँ भएको जति पनि फुलहरू छ कसैले पनि नसुन्नु होला है। ल हेर्नुहोस् हाम्रो श्रीकृष्णले चाहिँ अगाडि बाँसुरी बजाउँदै गरेको ग्वालबालहरू सखीहरू उहाँको बाछाहरू हेर्नु न कस्तो रियल देखिन्छ। यस्तो यहाँ आइपुग्दा आँखा चिम्लेर बस्नु भने त्यही प्रति आफूलाई फिल हुन्छ। जस मैले अहिले हजुरहरूलाई चाहिँ ठ्याक्क प्रेम मन्दिर दर्शन गरिरहेको छु होइन। प्रेम मन्दिरको वरिपरि कस्तो छ मैले हजुरहरूलाई घुमी दर्शन गरिरहेको छु। आशा छ हजुरहरूलाई मन परिरहेको होला। मन परेको छ भने चाहिँ कृपया भिडियोलाई लाइक कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिनु होला है त। अहिले चाहिँ मैले हजुरहरूलाई अहिले वरिपरिको परिदृश्य देखाउँदै अगाडि लिएर जाँदैछु। यतिखेर चाहिँ म प्रेम मन्दिरमा छु भने यो अगाडिको हजुरले परिदृश्य देख्नु भएको चाहिँ प्रेम मन्दिरको है त। सायद भित्र छिर्न पाइँदैन जस्तो छ, नभए यो वरिपरिको जुन दृश्य छ यो दृश्य चाहिँ प्रेम मन्दिरको है त। श्रीकृष्ण एकदम प्रसन्न मुद्रामा नाच्दै गर्नुभएको यहाँ आफ्नो फोटो कस्तो दिव्य छ। वाह प्रेम मन्दिर ये है प्रेम मन्दिर। ल हेर्नुहोस् श्री राधे कृपालु राधे अरे हेर्नु न कति राम्रो फुलबारीहरू कति राम्रो सजाइएको छ क्या। हो यस्तो चाहिँ हुनु पर्यो। यो हो नि त यहाँ आइपुग्दा मात्रै बल्ल आफूलाई पनि प्रतीति हुन्छ अब चाहिँ हामी वृन्दावनमै आइपुग्यो भन्ने प्रतीति भइरहेको छ। हेर्नु भएको छ हजुरहरूले मैले हजुरहरूलाई मन्दिरको वरिपरिको जुन परिदृश्य छ देखाउने प्रयास गरिरहेको छु। कृपया हजुरहरूले पनि हेरेर साक्षी दिनु होला, भिडियो स्किप चाहिँ नगर्नु होला है त। राधे अब यहाँ फेरि रासलीला भगवानले चाहिँ रासलीला गर्दै गर्नुभएको प्रतीति हुन्छ यहाँ आएर पनि। ल हेर्नुहोस् अरे बाफ्रे यो चाहिँ भगवान् श्रीकृष्णले रासलीला गरेको प्रतीति हुन्छ है त। ल हेर्नुहोस् मैले मन्दिरको अगाडिपट्टिबाट हजुरहरूलाई दर्शन गराउने प्रयास गर्दैछु है त। अगाडि इन्ट्री गेटमा चाहिँ हेर्नु न मन्दिर छिर्ने बेलामा चाहिँ कत्रो हात्ती छ यहाँ। बाफ्रे यो चाहिँ इन्ट्री गेट हो है। यहाँबाट चाहिँ हामी श्री प्रेम मन्दिर चाहिँ हामी छिर्छौँ है त। यहाँभित्र चप्पल लाएर छिर्न पाइँदैन रहेछ है। त्यो त मलाई पनि थाहा थियो, त्यो कारणले गर्दा म यहाँ चप्पल थोरै सेभ गर्छु। अनि त्यसपछि भन्ने कुरो यो चाहिँ टेक्निक चप्पल लगाउनु टेक्निक एउटा यता एउटा हात यति वर्ष हराउँदैन नि त एउटा मात्रै चप्पल देखेपछि त। अब भने मैले हजुरहरूलाई प्रेम मन्दिरभित्रको दर्शन गराउने छु है त। अब भने म यतिखेर हजुरहरूलाई श्री प्रेम मन्दिरभित्रको दर्शन गराउन गइरहेको छु। श्री प्रेम मन्दिर वाह यहाँको मार्बलहरू हेर्नु कस्तो छ, मैले कसरी कुदेको छ मार्बलहरू मैले हरेक कुरा हजुरलाई देखाउँदै जानेछु। आशा छ हजुरहरूलाई मन पर्न सक्छ है त। ल भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु पर्यो है। मैले हजुरहरूको लागि भनेर भिडियो मैले यति मिहिनेत गरिरहेको छु, त्यो कारणले गर्दा हजुरहरूले चाहिँ जसरी हुन्छ एकदमै है भिडियोलाई सेयर गर्न बिर्सिनु भएन, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न बिर्सिनु भएन है त। यतिखेर चाहिँ हामी अब भने प्रेम मन्दिरभित्र प्रवेश गर्न आँट्दैछौँ है त। यो चाहिँ प्रेम मन्दिर हामी चाहिँ यतिखेर श्री प्रेम मन्दिर वा मार्बल कस्तो फाइन मार्बल रहेछ यो त। यो चाहिँ हामी यतिखेर प्रेम मन्दिरभित्रको प्राङ्गणमा छौँ है त। ल हजुरहरू देखिरहनु भएको छ अगाडि श्री यतिखेर चाहिँ मैले हजुरहरूलाई प्रेम मन्दिरको वरिपरिको परिदृश्य देखाइरहेको छु। कस्तो छ हजुरहरूलाई हेर्नु होला है त। ल यहाँ भने कृपालुजी महाराजले कीर्तन गर्दै गरेको फोटोहरू यसरी प्रतीतिहरू बनाइएको छ। श्री जगद्गुरु कृपालु महाराज कि चाहिँ ल हेर्नुहोस् है यो चाहिँ हजुरहरूले देख्नुहुँदैछ प्रेम मन्दिरभित्रको दृश्य है। यहाँ हेर्नु कति राम्रो मार्बल छ। यो मार्बल कस्तो मार्बलले पुजिएको छ ल हेर्नु त। वरिपरि नै त्यस्तै छ कि आमा यो यतिखेर मैले हजुरहरूलाई प्रेम मन्दिर दर्शन गरिरहेको छु है त। अब भने अगाडि हामी युगल जोडीको पनि दर्शन गर्नेछौँ। श्री राधा रानी युगल सरकार कि युगल जोडीको चाहिँ फोटो खिच्न दिएन त्यहाँ है, त्यो कारणले गर्दा मैले भिडियो बन्द गर्नु पर्यो। भने वरिपरिको परिदृश्य हजुरहरूलाई मैले देखाइरहेको छु है त। यहाँको जुन वरिपरिको परिदृश्य छ मैले हजुरहरूलाई एक एक गरेर देखाउने प्रयास गर्दैछु। डिजाइन हेर्नु कसरी पुजिएको छ।
सब राजस्थानी मार्बल आम यो यति एक्सपेन्सिभ हुन्छ यो मन्दिर नै एकदम एक्सपेन्सिभ खालको छ क्या यो मन्दिर चलो अब यहाँबाट भित्र जाउँ परिक्रमा श्री सीताराम विग्रह दर्शन चलो भिड चाहिँ त्यस्तो साह्रो छैन र पनि मान्छेको क्राउड चाहिँ यहाँ म चाहिँ अहिले श्री सीतारामको विग्रहको दर्शन गर्न अगाडि माथि जाँदैछु हजुरहरूलाई पनि देखाउन होइन किन मैले मात्रै दर्शन गर्ने र अहिलेसम्म हजुरहरूले सब्सक्राइब गर्नुभएको छ भने कृपया सब्सक्राइब चाहिँ गर्नु पऱ्यो क्या युट्युबलाई कृपालजी महाराजको राधाकृष्णको सँगमा बस्नुभएको दिव्य तस्विर यहाँ बनाइएको रहेछ अहिले पनि हामी यो प्रेम मन्दिरको माथिल्लो तलामा आइपुगेको छु मैले अब हेर्नुहोस् माथिल्लो तला पनि के छ हजुरहरूले एक एक दर्शन गर्नु है त एकदम नछुटाइकन हेर्नु होला कमसेकम आफैले आएको पछि फिल हुन्छ नि त होइन त्यो कारणले गर्दा कृपया यो भिडियोलाई जस्तो सेयर गर्नु होला र अहिलेसम्म पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त अहिले यतिखेर हजुरहरूलाई प्रेम मन्दिरको दोस्रो तलाबाट भिडियो देखाइरहेको छु है त कृपया सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला वृन्दावनको प्रेम मन्दिर भन्नुहुन्थ्यो सबैले है यही हो है वृन्दावनको प्रेम मन्दिर युगल विग्रह श्री राम सीतारामको युगल विग्रह सबै जोडिने युगल जोडीको मैले हजुरलाई दर्शन गराइसकेँ है अब भने हामी तलतिर उत्रिँदा वरिपरि नै सबै 3D पिक्चर है हजुरले जति पनि देख्नु भएको छ यो एकदम प्रतिदि बाहिर निस्केर नै मान्छेले बोले जस्तो बजा जस्तो देखिन्छ सबै 3D पिक्चर हो यो अघि चाहिँ हामी यहाँ अघिको तल्लो तला हो यो अहिले भने हामी यहाँ माथिल्लो तलामा छौँ है त श्री प्रेम मन्दिरको माथिल्लो तलाबाट मैले हजुरहरूलाई दर्शन गरेको छु अब भने म पनि म लाइट हेर्नु तला यस्तो लाइट देख्नु भएको हजुरहरूले ल प्रेम मन्दिरको लाइट यस्तो छ डेकोरेसन पुरै छोडिदिनु हजुरहरूले वाउ वरिपरिको परिदृश्य है यो प्रेम मन्दिरको माथिल्लो तलाको वरिपरि यस्तो छ है ल हजुरहरूले हेर्नु वरिपरि यसरी मार्बलले माथिको डिजाइन हेर्नु होला हजुरहरूले यस्तो राम्रो बुझिएको छ मान्छेलाई त्यसै पनि आकर्षक प्रेम मन्दिरले मान्छेलाई त्यसै पनि आकर्षक बनाउने काम गरेको छ क्या युवी त्यत्तिकै मान्छे एकचोटि आउने बित्तिकै मन मोहित हुन्छ क्या यो ठाउँमा मन्दिर प्राङ्गणबाट बाहिरतर्फ निस्केको छ हेर्नु भिड कस्तो छ मान्छेहरूको भिड यस्तो भिड छ अगाडि पनि पछाडि त्यत्तिकै भिड छ क्या यहाँ मान्छेको क्राउड चाहिँ मान्नुपर्छ यहाँ तेरिका बाप यो कृपालजी महाराज भनेको उहाँ हो जसले यो मन्दिरको स्थापना गर्नुभएको थियो मन्दिर बनाउन सङ्कल्प गर्नुभएको थियो उहाँ बाबा चाहिँ उहाँ हो है मैले हजुरलाई दर्शन गराएको बाबाको नाम चाहिँ कृपालजी महाराज जगतगुरु श्री कृपालजी महाराजजी है उहाँले नै यो मन्दिरको संरक्षण गर्नुभएको सबै यो दर्शनार्थीको भिड हेर्नु यहाँ कस्तो छ यहाँ तर आज चाहिँ निकै नै खाली रहेछ आज चाहिँ यहाँ अरू बेला भन्दैन है यहाँ खुट्टा टेक्ने ठाउँ पनि पाइँदैन यहाँ त अहिले धेरै हल्का हो धेरै लुज हो यहाँ हेर्नु है विदेशबाट पनि आउनुभएको छ भक्तहरू दर्शन गर्नलाई कृपालजी महाराजले त देशदेखि विदेश सबैतिर राधा नामको त यति प्रचार गर्नुभएको छ नि पुरै छोडिदिनु न अब बिस्तारै जानुपर्छ तल होइन यो मन्दिरको वरिपरिको परिदृश्य हजुरलाई देखिरहेको छ अब भने हामी विदेशी भक्तहरू यहाँ आउँछ हामी प्रेम मन्दिरबाट बाहिर निस्किसकेका छौँ यो हजुरहरूले अहिले देख्नुभयो मैले हजुरहरूलाई प्रेम मन्दिर भित्र भएको हरेक चिजहरू मूर्तिहरू मन्दिरहरूदेखि लिएर कस्तो संरचना बनिएको छ कस्तो कुदिएको छ मार्बलहरू यसरी भित्ताको डिजाइनहरू कस्तो छ हरेक कुरा देखाइरहेको थियो हजुरहरूलाई आशा छ हजुरहरूलाई मन पर्यो होला यो मेरो भिडियो अब भने मैले हजुरहरूलाई यहाँको एकचोटि फेरि पनि जुन यहाँको वरिपरिको परिदृश्य छ त्यो मैले देखाउने प्रयास गर्दैछु है तल अब भने मैले हजुरहरूलाई चाहिँ जुन श्री भगवान् श्रीकृष्णले चाहिँ गोवर्धन श्री कान्छीमाले 7 दिन 7 रातसम्म जुन उठाएको भन्ने कुरो हजुरहरूले सुन्नुभएको थियो होला होइन हो त्यस्तो प्रतीति पनि अब हजुरलाई म झल्काउने खालको देखाउने छु है त पछाडि जुन बाटो छिरेको थियो त्यही गरेर निष्कासन भइसकेर अब मैले हजुरहरूलाई श्री गोवर्धन पर्वत चाहिँ श्रीकृष्णले कसरी उठाउनु भएको छ त्यसको प्रतीति जस्ताको त्यस्तै झल्काउने यो दृश्य बनाइएको छ पुरै 3Dमा छ क्या यो चाहिँ मलाई अचम्म लाग्छ हेर्नु पुरै 3Dमा छ यो है जो झलक आँखाले हेर्दा पनि आफूलाई त्यही नै प्रतीति हुन्छ क्या एकदम साक्षात् त्यही आफू पनि त्यही बेलामा जुन त्यो युग थियो त्यही युगमा आएर चाहिँ यसरी भगवान्को दर्शन गरेको फिल हुन्छ हजुरहरूलाई पनि हेर्नु होला सुरु अझै अगाडि पनि मजाले हेर्नु है त आज चाहिँ मैले हजुरहरूलाई प्रेम मन्दिरको दर्शन गराएँ प्रेम मन्दिरभित्र कस्तो छ के छ मैले त्यो पनि देखाएँ हजुरहरूलाई जुन प्रेम मन्दिरको वरिपरिको परिदृश्य छ त्यो पनि देखाउने प्रयास गरेँ मैले हजुरहरूलाई आशा छ हजुरहरूलाई मन पर्यो होला होइन त
अब फेरि हामी भोलि नयाँ भिडियोमा फेरि पनि नयाँ भिडियो नयाँ स्वादमा हाम्रो भेट हुनेछ हजुरहरूलाई चाहिँ। अब यसपछिको भ्लगमा चाहिँ कहाँको मन्दिर कुन मन्दिर हेर्न मन छ प्लिज भन्नु होला है। वृन्दावनको कुन ठाउँ हेर्न मन छ हजुरहरूलाई एकचोटि कमेन्ट गर्नु होला। अब भने म यहाँबाट निष्कासन हुँदैछु। त्यो कारणले गर्दाखेरि कृपया अहिलेसम्म पनि मलाई भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ हजुरहरूलाई। यसरी नै साथ सपोर्ट माया जनाउँदै गर्नु होला। मैले पनि हजुरहरूको लागि राम्रो राम्रो भिडियो अगाडि लिएर आउने प्रयास गर्नेछु भन्दै आजलाई यति नै। हस् त बाई बाई, राधे राधे, होप सी यु सुन टुमारो भन्ने बेला हो त। ल हामी फेरि भोलि भेट्नेछौँ है त।